सानो एउटा गफ गर्दै हालौँ न आज हाम्रो किशोरजी है हाम्रो चाहिँ उहाँ बेसोको ओनर बेसमेन्ट हाम्रो एके बेसो पनि भन्छौँ हामी बाँसुरी इभेन्ट्सको अर्गनाइजर हुनुहुन्छ उहाँहरू अनि आज बवाल हुँदैछ हाम्रो सबिनान्द फेरोको हुँदैछ है किशोर आज प्रिपरेसन यार हल्का अलमोस्ट गुड टु गो अब दाइहरूले चाहिँ लास्ट मिनट साउन्ड चेक र लाइटनिङ फिक्स गर्दै हुनुहुन्छ त्यसपछि दाइहरू सबै दाइहरू चाहिँ एकछिनमा आउनुहुन्छ अनि दाइहरूले साउन्ड चेक गरेर वी रेडी टु रक एन्ड रोल यस थ्याङ्क्स यार है अनि एकदम धन्यवाद यार बाँसुरी इभेन्ट्सलाई है हुन्छ नि अहिले भएको नेपाली आर्टिस्टहरूलाई क्यानबेरामा स्पेसली होइन बोलाइदिनु भएकोमा किनभने हामीले पनि एउटा अब एक्सपिरियन्स गर्न पायौँ नि त सबै आर्टिस्टहरूलाई एन्ड थ्याङ्क यू सो मच फर द्याट एन्ड होपफुली हामी अझै पनि हेर्न पाउँछौँ होला अझै अरू अरू आर्टिस्टहरू तपाईँको थ्रुबाट होइन होइन पाइन्छ एकदमै क्यानबेराको हामीहरू नेपालीहरू सबैजना आइदिनु भयो भने यसरी सपोर्ट नै यसरी नै सपोर्ट गरिदिँदै जानुभयो भने चाहिँ हामीलाई अरू आर्टिस्टहरू पनि ल्याउनु सजिलो हुन्छ धेरै प्रोग्रामहरू गर्न अलिकति इजी हुन्छ त्यही भएर सबैजना आइदिनु सपोर्ट गर्नु नेपालीले एकअर्कालाई सपोर्ट गर्यो भने हाम्रो नेपाली म्युजिक इन्डस्ट्री पनि अलाइभ हुन्छ हाम्रो आर्टिस्टहरूलाई पनि एकदमै राम्रो हुन्छ होइन अलिकति रेस्पेक्ट देखाउनु पऱ्यो कि माया मात्रै गरेर भएन आउनु पनि पऱ्यो होइन मजाले रमझम गर्नु पऱ्यो लाइफमा काम मात्र होइन होइन रमाइलो पनि गर्नु पऱ्यो लाइफ वर्क ब्यालेन्स गराउनु पऱ्यो एक्ज्याक्टली एक्ज्याक्टली थ्याङ्क यू सो मच है किशोर अब कन्टिन्यू गरौँ हामी फेरि अझ है त थ्याङ्क सो मच थ्याङ्क यू वेलकम दाइ वेलकम दाइ मेरो दाइ सजिलो छ के छ यार कस्तो भइरहेको छ एक्सपिरियन्स सबैजनाहरूको अलि रस नै चलिरहेको छ अहिले चाहिँ होइन अब दाइहरूलाई पिक गरेर आयो भर्खर अब दाइहरूको साउन्ड चेक भइरहेको छ भित्र होपफुल्ली राम्रै टिकट सेल भएको छ अनलाइन पनि र फिजिकल्ली पनि राम्रै गएको छ वी आर होपिङ मेबी 400 प्लस दामी होइन क्यामेरामा थोरै हुन्छ नि त सोजहरू प्रायः सो थ्याङ्क यू सो मच बाँसुरी इभेन्ट्स है बोक्नु पऱ्यो भाइ बोक्नु न इजी पाराले यसो टक्क टास्न मिल्दैन ए हाल्नु न इन्डिभिजुअल गर्ने भनेर अब यहाँ ल सोध के सोध्छ भाइ के सोध्नु ल भन्नु तपाईँलाई भन्नु त भाइ अब नर्मल ब्लग भन्दा ब्लगमा त जे बोल्दैन भइहाल्यो नि होइन भाइ अब ठिक छ प्रिपरेसन राम्रो छ रेडी टु रक एन्ड रोल अनि आज हाम्रो नयाँ बेसिस्टसँग सेकेन्ड गिग बेसिसको इन्टर दिउँ त भाइ नलाई जाउँ न त्यो त मजा थियो ल आइसकेको छ क्या उसले पहिला हाम्रो एस्टिमेट कहाँ बस्छौ कहाँ नेपाल कहाँ घर भन बिउताको पल्दै चिन्जानहरू होइन नि बेसिस खोजिरहनु भएको रहेछ अनि त्यस पछाडि ए सरी भाइ यार ठिकै छ त्यही त के अरे हाम्रो बिउतासँग बिएसबाटै चिन्जान भयो होइन तर ब्यान्डमा पहिलेदेखि तिमी पनि केही बजाउँथ्यौ म त्यस्तो बजाउँदैन थिएँ मलाई कलेजहरूमा मात्रै बजाउँथेँ अनि त्यस पछाडि एकताल यहाँ आएँ 2015मा आएँ सिडनी अनि त्यस पछाडि मैले अस्ति भर्खर लास्ट इयर भर्खर बेस किनेँ ए नाइस त्यस पछाडि लाइक अलमोस्ट 1 इयर मात्र भयो बजाउनु थाल्यो इन्ट्रेस्ट छ जस इन्ट्रेस्ट छ अनि दाइहरूले अपर्च्युनिटी दिनुभयो अनि त्यही भएर वाइ नट यस होइन अफकोर्स यार म्युजिक रमाइलो हुन्छ नि गर्नु होइन आफ्नो लेजर टाइममा बजाउनु पनि रमाइलो हुन्छ राम्रो मेमोरिजहरू पनि छ अभियसली अनि ब्रोको ट्याटु पनि छ क्या ट्याटु आर्टिस्ट पनि हो नि के भन्दैन कता छ तिम्रो यता के अरे मेरो चाहिँ यहाँ बेलगोनेन यो इमु ब्याङ्कको छेउमा सप छ ओनरहरू त अब यहीँको लोकल हरू हो उनीहरूको लागि काम गर्छ ल यार मस्ती गर्नुपर्छ आज है आज रमाइलो गर्नुपर्छ थ्याङ्क्स धन्यवाद यो पनि डिफ्रेन्ट स्टाइलको अनि यति क्याजुअल टाइप मजा नि आउँछ नि हल्का यसो हामी पनि भनेर के हुन्छ बिएस अनि कस्तो छ तिम्रो हात यार मरो अरू भन्दा नि यार हात त ठिक छ लेफ्ट हो सक्छ त नि यता मजाले त्यही गर भइसक्यो फुल त्यही एउटा ज्याम गऱ्यौँ अनि त्यसपछि नै डिसाइड भएको लास्ट विक ए हो बजाउने नबजाउने भनेर अनि ठिक छ, त्यहाँदेखि चाहिँ सक्छ। सकिन्छ होला पड्काउनु सक्दैन त्यसो आज
पड्का स्नेयर फुट्न सक्छ त्योभन्दा पारा ठिक छ नाइस नाइस यार अनि के अरे नयाँ गीतहरू कुनै छ तपाईँहरूको आज पहिला नबजाएको र पनि यता आइन्छ नि पहिलाकै सेट हो हाम्रो पहिलाकै सेट हो एस्ट्रोसँग बनाउँदाखेरिकै सेट हो ए छवटा छ ओरिजिनल्स ए, अनि त्यही हो अहिले त्यही छवटा अरू गीत पनि वर्कआउट भइरहेछ अब नेक्स्ट गीतमा त सायद दुई तिनवटा गीतमा खतरा खतरा भाइ किन भन्छ 45 मिनट सेट हो हो ठिकै हो दाइ त्यो त नाइस ट्र्याक अलिकति कम गर्नुपर्छ ट्र्याक त्यति साह्रो धेरै त होइन हल्का समिदाहरूको साउन्ड चेक मजाको भइरहेछ कस्तो छ त अस्ट्रेलियाको टुर चाहिँ सफा अस्ट्रेलियाको टुर राम्रै भइरहेछ रमाइलो भइरहेछ सबै ठाउँमा मजा आयो हजुर सबैजनालाई धन्यवाद त्यही हो सबैजना सिटी सबैजनाको हो होइन तपाईँहरूको यो धेरै पछि भएको त अस्ट्रेलियामा होइन होइन हामी दुई वर्षमा आइरहेको छौँ यसपालि सिटिजहरू अलिक एडप्ट गर्ने नयाँ ओलोनगोङ भन्ने ठाउँमा चाहिँ हामीले नयाँ गरेको अरू त पहिला गरेको रिपिटहरू हो जस्तो डार्विन पनि हाम्रो लागि लास्ट टाइम नयाँ थियो यसपालि सेकेन्ड टाइम हुँदैछ अरू त गरिरहेको हो जस्तो क्यानबेरामा पनि 2 चोटि 3 चोटि त भइसक्यो टुरिङ कतिको टायरिङ हुँदैछ टुरिङ त्यही हो क्या मेन चाहिँ ट्राभलले अलिकति टायर गर्नुहुन्छ थाहा अरू त त्यो सोजहरूले त भन्दा पनि त्यही ट्राभल त्यहाँदेखि नयाँ ठाउँ जाऊ फेरि होटल चेन्ज गर रुम चेन्ज गर अनि त्यही रुममा बसिराख अनि अल्छी बनाउँछ जिउ अब उता नेपालतिर भए पो फुत आफ्नो टाइमले निस्किन्थ्यो निस्किरहेको थियो जिउलाई एक्सर्साइज भइरहेको थियो यताउति कुद्नु जान्थ्यौँ के गर्थ्यौँ यहाँ कहाँ जानु अब कुद्न निक्लेर जाने ठाउँ पनि थाहा छैन त्यसले चाहिँ त्यो कुरोमा बसिराख्ने अनि ट्राभलले त्यति हो हजुर त्यही त अनि हजुर इयरमा अरू कतै टुर छ त यो इयर हामी अब यहाँबाट जाने बित्तिकै भिसा अप्लाई छ अहिलेदेखि अप्लाई गर्न सुरु गरिसकेको छौँ प्रोसेस भइसकेको छ उयो के अरे युरोप छ युरोपको कतिवटा देशहरू छ अनि युके जान्छ जुनमा मे र जुन मिडसम्म चाहिँ युरोप हुन्छ त्यहाँदेखि
एकचोटि हामी युके जान्छ त्यही हो यसपालिको लागि ए नाइस दाइ हजुरको इयरली वाइज तपाईँहरूले यस्तो टुर गरिराख्नुहुन्छ कि अब डिपेन्ड्स दाइ हामी जुनै पनि देश जाँदाखेरि चाहिँ मिनिमम पनि 2 इयर्स चाहिँ ग्याप गर्नु खोज्छौँ वर्षेनी पनि जाँदैन तर यसपालि युके चाहिँ अलिकति छिटै जानुपर्ने भयो ओके दाइ अरू त्यस्तै हो न त हामी प्रायः जसो 2 वर्ष चाहिँ मिनिमम हजुर हजुर जाँदैन त्यो देशमा हजुर नाइस दाइ त्यही त हजुरको साउन्ड चाहिँ के अरे आमा म बाहिर थिएँ कि तपाईँको त टोन क्या त लाइक लिटरली अडियोमै सुने जस्तै टोन छ क्या त्यो चाहिँ सबै अब हाम्रो सबै हाम्रो अडियो इन्जिनियरको कमाल हो हजुर अडियो इन्जिनियर छ हामीसँग त्यहाँदेखि लाइट्स र स्क्रिनको छ भाइ ए एकजना बताइयो हजुर यो नयाँ आएर भयो हाम्रो भाइ हामी नारायण भाइलाई बिस्तारै अब हामी चाहिँ अब मोर फोकस लाइटमा गर्नु थालेको छौँ नाइस दाइ हामी पहिला स्क्रिनहरूमा जति गर्नु गऱ्यो आजकल सबैले फेरि त्यस्तै गर्नु थालेको छ सुरुमा हामीले अब त्यो स्क्रिनमा लिरिक्सहरू म्युजिक भिडियो देखाउनेहरू गऱ्यो हजुर अहिले फेरि धेरैको त्यो हुन थाल्यो क्या हजुर सबैको त्यही हुन थाल्यो अनि राम्रो देखेन अनि हामीले चाहिँ अहिले अब त्यसलाई चाहिँ अलिक ठिकैको राखेर लाइटमा फोकस गर्नु खोज्दैछौँ ए सो जति सक्दो लाइट्सहरू छ भने हामी लाइटलाई राम्रोसँगले युटिलाइज गर्नु खोज्छौँ कतिवटा भेन्यूमा त्यति साह्रो लाइट भने जस्तो हुँदैन मिनिमम हुन्छ त्यसलाई पनि अब कोसिस गर्छौँ तर त्यही हो लाइटलाई अलिकति फोकस गर्नु खोजिरहेको छ राम्रो पनि देख्छ होला सायद आई थिङ्क क्राउडलाई पनि अलिकति इन्टरटेनमेन्टको टाइप हिसाबमा आजकल लाइट्स मोडहरू युज गर्न थालेको छ नि हामीले सबैले गरिरहेको लाइटलाई अलिकति इम्पोर्टेन्ट दिनु पऱ्यो लाइटले धेरै चेन्जेसहरू लिएर आउँछ स्टेजमा अहिले मोडमा त अहिलेसम्मको बेस्ट सो कता भएको छ अस्ट्रेलियामा अहिलेसम्म टुर गर्नु भएको मध्येमा मैले कुन चाहिँ सबै ठाउँ आफ्नो ठाउँले राम्रो हो नि कुनैमा सानो भेन्यूमा सानै मान्छे आउँछ ठुलोमा ठुलो मान्छे आउँछ ठुलोमा धेरै आयो भन्दामा त्यो राम्रो भन्ने पनि छैन सबैको राम्रो छ आफ्नो ठाउँमा ओलनगङमा पनि सानो मान्छेहरू थियो त्यस्तै 300-400 हुनुहुन्थ्यो त्यो पनि राम्रो हो उनीहरूको हिसाबले उनीहरूको हिसाबले त्यो पनि राम्रो अनि फेरि यता न्यू कासलमा गऱ्यो सायद न्यू कासल पनि फर्स्ट हो कि जस्तो लाग्दैछ मलाई कस्तो राम्रो भयो त्यहाँनिर पनि सो होइन 300-400 मान्छेको भेन्यू थियो 300-400 मान्छे आउनु भएको थियो त्यहाँ पनि रमाइलो भयो सो आफ्नो ठाउँको हिसाबले सबै ठाउँ राम्रो त्यस्तो केही छैन त्यही त अरू के पर्पज अफ दाइ यस्तो अब टुर त मजाले अब हुन्छ नि तपाईँले सुरुमा कुरा गरेँ हामीले टायरिङ त अभियसली हुन्छ अनि यो एनर्जेटिक आफूलाई मोटिभेट राखिराख्नु एनर्जाइज हुन क्या कतिको गाह्रो छ दाइ तपाईँ अब एकैचोटि कोही बेला अब आफ्नो मान्छेको हेल्थ हो मान्छेको मुड हो सधैँ त्यही हुँदैन होइन तर के गर्नु गर्नैपर्छ अब आफूलाई पुस गर्नैपर्छ ठेल्नैपर्छ किनभने यत्रो अब मान्छेहरूलाई भनिसकेको हुन्छ मान्छेहरू टिकट काटिसकेको हुन्छ हामी जसो तसो हामीले गर्नैपर्छ क्या केही छैन त्यस्तो के अरे तपाईँ केही रुटिनहरू त्यस्तो केही छैन आफूलाई अब तपाईँको त्यस्तो केही छैन बनाउनु त खोजिन्छ तर सकिँदैन रहेछ विदेश आएर गर्नु खोज्दाखेरि टाइम गर्नै गाह्रो हुन्छ म त्यहाँ गएर यतिखेर यसरी उठ्छु यसरी गर्छु यसरी बाहिर वकमा जान्छु यसरी खान्छु यसरी गर्छु भनेर सोचिन्छ तर सकिँदैन त्यही त दाइ मुझे त आज अति रमाइलो गर्नुपर्छ है आई थिङ्क मेरो त यो मैले नेपालमा हजुरहरूको टिटिने सो हेरेको थिएँ धरानबाट पनि मैले हेरेको थिएँ तर यो चाहिँ अस्ट्रेलियामा चाहिँ मेरो सेकेन्ड हो क्या अरे हजुरहरूको सो त्यतिखेर आई थिङ्क तपाईँ फर्स्टमा 2012-13 आउँदाखेरि हजुर मात्र आउनु भएको थियो त्यो टाइममा एकचोटि त्यतिखेर ब्यान्डहरू थिएन त्यो टाइममा एकचोटि थियो हामीले 16देखि नै फर्म गऱ्यो सो यसपालि हाम्रो 10th एनिभर्सरी टुर पनि हो ब्यान्डको चाहिँ म त सिङ्गल त सोलो त निकै अगाडिदेखि गरेको अनि नयाँ गीतको पनि ठिक्कै टुर जस्तो प्रमोसन जस्तो भर्खर रिलिज भन्दा मलाई हेर भन्ने एकदम नाइस एकदम दामी त नयाँ टच कालीको थियो थ्याङ्क यू सो मच थ्याङ्क यू भाइ धन्यवाद यहाँ गर्नु पर्ला दाइ तपाईँ यहाँ आउँछु यो चाहिँ बेस्ट एङ्गल रहेछ ल फायर बल पनि चट्ट आएछ शिवम दाइ यस तपाईँ अलवेज दाइ सन्चै हुनुहुन्छ सन्चै तपाईँलाई त है कस्तो आई अलवेज मलाई अहिलेसम्म याद भएको कुरा के हामीले साले फेस्टिभल नेपालमा गर्दाखेरि 2018 मा मेरो सिम्बल झरेको थियो क्या त्यो
अनि तपाईँ ल्याएर कसले ल्याएर उठाइदिन्छ यो टाइपको भएको थियो क्या तपाईँ ल्याएर उठाइदिएको थियो क्या त्यतिखेर अनि मलाई जहिले पनि त्यो तपाईँदेखि त्यो याद आउँछ क्या एनिवेज त अब त्यो एउटा ठुलो थियो नि त होइन बजाएर चाहिँ छैन क्या त कोही छैन कि उठाउनु ठ्याक्क तपाईँले देख्नु उठाइदिनु भएको थियो जहिले याद आउँछ दौडिनु भ्याएछ यस के हुँदैछ लाइफमा धेरै कुरा भइरहेको छ यार तर यो वर्ष अब 10th इयर एनिभर्सरी भएको कारणले गर्दाखेरि अब दौडिने धेरै छ लास्ट इयर भर्खरै बिहा गरेछु कङ्ग्रेचुलेसन दाइ धन्यवाद ए मैले देखाएको थिएँ विक्रम दाइहरूको पोस्टहरू अलरेडी देखाएको थिएँ जस्तो लाग्यो मैले तपाईँले आई थिङ्क त्यही त होला सरी मैले त्यो मिस गरेँ होला सायद तर फोटो चाहिँ मैले देखाएको थिएँ कसकोमा चाहिँ बिहा गरेपछि खासै हिँडेको छैन नि त नि छैन है अब यो एक्चुअली प्रपर फर्स्ट टुर हो ए बिहापछि गाह्रो हुन्छ भन्ने कुरा मलाई भन्दा नि उसले खास कति गाह्रो हुन्छ भन्ने कुरा अब त्यही हो अब त्यो बानी पार्नुपर्छ के गर्ने काम यस्तो छ यस्तो काम छाने छ तर जस त्यो बाइक चाहिँ अब नयाँ भन्ने कुरा यस्तै यार अब गर्नुपर्छ तपाईँले सबिन दाइहरूलाई मात्र गर्नुभएको थियो कि पहिला अरू अन्डर साइड पनि गएको तपाईँले गर्नुभयो फ्रिल्यान्स गरिरहन्छ खास यताउता म गरेर हुन्छु तपाईँको चाहिँ लाइक पर्टिकुलर चाहिँ सबिन दाइ नै हो कि म खास मेरो टाइम नर्मली डिभाइड हुने पहिला चाहिँ अब अन्डर साइड र सबिन दाइ थियो अब अन्डर साइड अहिले खासै गरेर छैन नहुँदाखेरि अब म अरूको लागि फिलिङ गर्छु यताउता घरिघरि नभए चाहिँ अब धेरै म सबिन दाइ नै हुन्छ दाइ अनि एउटा कुरा क्या जस्तो तपाईँलाई अघि सबिन दाइ पनि भन्नुभयो होइन भेन्यू अनुसारले क्या कतिको तपाईँलाई म्यानेज गर्न गाह्रो हुन्छ साउन्ड क्या अब अभियसली अब सरी टु गऱ्यो तर तपाईँ अभियसली अब एक्सपिरियन्स त हुनु भइसक्यो तपाईँ होइन अब त्यो कुरामा त्यो नो डाउट तर कहिलेकाहीँ अब भेन्यूले पनि च्यालेन्ज दिन्छ नि तपाईँलाई त्यो कस्तो हुन्छ त तपाईँलाई त्यो एक्सपिरियन्स आई मिन लाइक हाउ डु यु म्यानेज द्याट हाम्रो कामको रमाइलो त्यो जस्तो लाग्छ हरेक भेन्यू जाँदाखेरि अब कम्प्लिटली डिफ्रेन्ट साउन्ड सिग्नेचर हुन्छ होइन अब कुनै भेन्यूहरू त अब इट्स लाइक भेरी नाइस एन्ड त्यसपछि राम्रो सिस्टम हुन्छ भेन्यू पनि एकदम ट्रिटेड हुन्छ त्यस्तोमा त ऊ अलमोस्ट डोन्ट ह्याभ टु डु एनिथिङ है एकचोटि सुनिसकेपछि यो ठिकै हुन्छ भन्ने हुन्छ अनि झन् मान्छे आइसकेपछि सब कुरा टाइट हुन्छ सो प्रब्लमै हुँदैन तर कुनै भेन्यूमा चाहिँ अलिकति गाह्रो हुन्छ तर विदेश आउँदा त्यति साह्रो गाह्रो हुँदैन किनकि विदेश आउँदा नर्मली प्रपर भेन्यूहरू नै छान्छन् म्युजिक भेन्यू भइसकेपछि उनीहरू नर्मली ट्रिट गरिराखेको हुन्छ त्यसो भएर अब यसपालि टुरमा अहिलेसम्म त्यस्तो नराम्रो खालको भेन्यू भन्ने खास चाहिँ परेको छैन क्या कुनै ठाउँमा मात्रै हो अब उनीहरूलाई खासै थाहा हुँदैन अडियोको बारेमा थाहा हुँदैन सो गर्ने मात्रै थाहा हुन्छ सो उनीहरू चाहिँ अब पैसा बचाउनुको हिसाबमा हुन्छ नि अब त्यो यो पनि कट गरिदिउँ त्यो पनि कट गरिदिउँ भाइको अहिले के भेन्यू नै एकदमै त्यो के भन्छ त्यसलाई त्यो पार्टी प्यालेस टाइपको भेन्यू छानी पठाउँछ क्या अब त्यस्तोमा उनीहरूले के याद गर्दैन भने त्यो गरिसकेपछि अब लाइक पिए एक्स्ट्रा ल्याउनु पऱ्यो होइन तिनीहरूमा एक्स्ट्रा खर्चहरू सोच्दैन क्या भेन्यूको पैसा बचाउनको लागि त्यो गर्छ पछि झन् एक्स्ट्रा खर्चहरू पठाउँछ अनि त्यस्तो भेन्यूमा अब जति काम गऱ्यो नि त्यस्तै वाङ सुन्छ है आफूलाई पनि गाह्रो अर्गनाइज पनि गाह्रो सबैलाई गाह्रो ब्यान्डलाई पनि गाह्रो ठिकै छ के गर्ने कसै होपफुली त्यो मान्छेहरूले सिक्दै जान्छ भन्ने आशा गर्दछु त्यही त अनि दाइ यो तपाईँ यसमा लागेको कति वर्ष भयो दाइ ओहो यार अनि वाज इट एउटा कस्तो भन्ने सेल्फ टट थियो कि अब तपाईँ हुन्छ नि अब पहिला कुनै इन्स्ट्रुमेन्टबाट बजाएर अथवा साउन्डतिर लाग्नु भएको हो कि मेरो अब एउटा प्रोफेसनलै एउटा म यो बोलाइ म यो हुन्छ नि साउन्डमै लाग्छु भनेर थियो कि के थियो त तपाईँको एउटा सेयर गर्नुहोस् अब खासमा म म्युजिक गर्छु होइन म्युजिक गर्छु त्यसमा गिटार प्लेयर हो त्यसपछि अब अडियोमा चाहिँ अब अलिक सानोदेखि नै लाइक म मेरो रेकर्डहरू घरमै गर्छु खास एकदमै सानो मलाई याद भएअनुसार म क्लास 8-9 हुने बेलातिर मेरो फर्स्ट रेकर्डिङ एक्चुअली मसँग अहिले त छैन तर मेरो फर्स्ट रेकर्डिङहरू त्यो एजतिर त्यता म त्यति पढ्ने बेलातिर हुन्थ्यो अनि त्यहाँदेखि अब एसएलसी सकिसकेपछि मेरो दाइहरूको स्टुडियो थियो कि खास अनि मलाई अब एसएलसी हाम्रो सबिनाहरूको होइन मेरो अरुण दाइहरू अनि त्यसपछि अनि उहाँहरूको स्टुडियो अलिकति खाली हुन्थ्यो भनौँ न अनि त्यसपछि अब दाइहरू आफ्नो बिजी अनि स्टुडियो एक्चुअली हेर्ने मान्छे थिएन कि
अनि त्यसो भएर म चाहिँ अब म हेर्छु नि त भनेर चक्का ल्याएर खास मेरो एकदम एक्सपेरिमेन्टल फेज त्यतिखेर थियो अनि सानै हुँदाखेरि त्यहाँ गर्दा 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 लर्न अ लट अफ थिङ्स अनि एउटा पोइन्टमा पुगे चाहिँ कस्तो भयो भने एकदमै अफिस जब जस्तो हुन्छ नि बिहान जाऊ दिनभरि त्यहाँ बस्छ चेयरमा अनि घरिघरि क्रिएटिभ गरे हुन्छ तर घरिघरि अति नै डल भएर जान्छ क्या त्यो हुन्छ नि बस्दा बस्दा के गर्न मन लाग्ने गाह्रो हुन्छ नि कहिले आफूलाई अनि त्यसपछि अनि त्यतिखेरतिर हो त्यो एरिया त्यो टाइमतिर मेरो एकदमै राम्रो साथी बिने उसले लाइभ गर्न थाल्यो थियो उसले चाहिँ होइन अनि मैले पनि 2015 होला 15-16 तिरदेखि चाहिँ लाइभ गर्नु पर्ला एकचोटि कस्तो हुँदो रहेछ भनेर अनि खास गर्न थालेको त्यहाँदेखि अनि नेभर वेन्ट ब्याक त्यसपछि अनि लाइभहरू गरेँ लाइक आई स्टिल डु स्टुडियो स्टफ तर अब त्योभन्दा नि मलाई लाइभ हुन्छ रमाइलो लाग्छ सो त्यहाँदेखि 2015-16 तिरदेखि होला सायद मेरो विचारमा अनि भन्नाले अब हाम्रो ठुल्ठुलो आर्टिस्टहरूले तपाईँलाई त्यसपछि तपाईँ त्यहाँबाट बिच्नु भयो बिस्तारै बिस्तारै त्यहाँदेखि खोइ कोसँग गयो फर्स्ट को थियो तपाईँको तपाईँलाई अब हुन्छ नि आर्टिस्टको नि कुन चाहिँ तपाईँलाई रिच गर्नु भएको थियो याद छ तपाईँलाई याद छैन यार मलाई एकैचोटि अचानक हुन थाल्यो हो होइन 16 कसको खै कतिजना आर्टिस्टहरूको त्यो क्लब 25 आवर्स हुन्छ थियो क्या हाम्रो टङ्गालमा सो त्यहाँ म कतिवटा आर्टिस्टहरूलाई गरेर हुन्थ्यो अनि त्यसपछि अनि त्यहाँ गर्दा गर्दै अनि त्यसपछि नि अचानक खोइ कहिलेदेखि यार सबिन दाइहरूसँग चाहिँ एउटा दाइहरूको लागि के एनसेल कि खै के महोत्सव थियो पोखरामा सो थियो क्या त्यसको लागि अनि मलाई निकेशले चाहिँ ब्यान्डलाई भन्ने रहेछ म एक्चुअली कोहीसँग नि हिँडेको छैन म फ्रिलान्स गरेर छ अहिले बोलाऊँ न भनेर निकेशले बोलाएको थियो अनि म त्यहाँ एउटा सोको लागि गएको थिएँ त्यहाँदेखि दाइहरू त्यो जस्ट वान्टेड मी टु डु स्टफ फर देम अनि त्यसपछि नि त्यहाँपछि गर्न थाल्यो हो सबिन दाइहरूसँग त्यस्तो अन्डर साइडसँग पनि त्यस्तो अब साइलेन्सहरू गर्थ्यो त्यसपछि तौदा फेस्टिभलहरू गर्थ्यो अलिअलि अनि एल्बम टुरहरू गर्थ्यो नेपालमा गरेको याद छ मलाई तिनीहरू सबै मैले गर्थेँ अनि त्यसपछि बाहिरको फेस्टिभलहरू पनि मैले गरेँ तपाईँले डाउनलोड पनि गर्नुभएको थियो मैले 2 चोटि डाउनलोड गरिसकेँ त्यो इट इज इम्पोर्टेन्ट है चाहिन्छ दाइ आई मिन आफ्नो ब्यान्डको लागि तपाईँको लागि पनि एउटा एक्सपिरियन्स हो भनौँ होइन प्लस ब्यान्डको लागि आफ्नो एउटा छुट्टै अडियो हुन्छ नि टेक भएको पनि एउटा इट डज मेक अ भेरी ह्युज डिफरेन्स आई गेस अन्त के हो भन्नुहोस् यसमा हो जस्तो लाग्छ मलाई अब म हुँदाखेरि दाइहरू जतिको स्टेजमा ढुक्क हुन्छ त्यतिकै ढुक्क म भएन भने हुँदैन दाइहरू गाह्रै हुन्छ कम्युनिकेसनको एउटा अब भनौँ न मैले पनि ब्यान्डमा पहिला बजाउँदाखेरि कहीँ अब हाम्रो सोज हुँदाखेरि त्यहाँको अब इन हाउसकै उसलाई गर्दाखेरि इट्स भेरी हार्ड फर देम हामीलाई चाहिँ गाह्रो क्या उनीहरूलाई त्यो एउटा अब के भन्ने त्यो बुझाउनै सक्दैन क्या के खोजेको हामीले प्लस भनेर गरेर दाइहरूसँग त अब त्यस्तो पनि भइसक्यो मलाई आई बिन विथ देम फर अलमोस्ट अब 9 इयर्स पछि खास 9 इयर्स सकेर 10th इयर ठ्याक्क हाम्रो यो जोइन भएपछि दाइहरू हाम्रो यो विनोद दाइहरू सबैजना 17 दाइहरू 16 मा ब्यान्ड भएको त्यसपछि आई थिङ्क आई जोइन 17 मा लायो अनि त्यहाँदेखि आई बिन टुगेदर अनि त्यसपछि अब कस्तो कतिखेर के चाहिने के हो कस्तो चाहिन्छ उनीहरूलाई भन्ने कुरा थाहा भएर पनि मसँग कम्फर्टेबल हुन्छ जस्तो लाग्छ मलाई अनि त्यहाँमाथि अब दाइहरूको स्टुडियो जतिवटा स्टुडियो गरेछ सबै मैले प्रड्युस गरेँ त्यसो भएर आई नो देम बेटर कतिको डिफ्रेन्स छ दाइ तपाईँलाई अब अन्डर साइड होइन अब हामी अब सँगै पनि टुर गरेका थियौँ अब दाइहरूको त अब हुन्छ नि अब नेक्स्ट लेभल मेडल छ सबिन दाइहरू छुट्टै अब हाम्रो अब अलिकति पप टाइपकोमा भयो तपाईँलाई what is the difference between that अब त्यो स्टेज वाइजमा तपाईँले साउन्डको मिलाउनलाई इज इट द सेम और अब किनभने नोइज त अभियसली मेडलबाटै बेसी छ अनि त्यसमा के छ त डिफ्रेन्स एनर्जीमा एकदमै फरक एनर्जी ब्यान्डदेखि एनर्जी भन्दा नि मेरो विचारमा अडियन्सको एनर्जी होला सायद कम्प्लिटली फरक हुन्छ अनि अडियन्सको एनर्जी कम्प्लिटली फरक भइसकेपछि अनि त्यो डिफ्रेन्स चाहिँ त्यहाँ फिल हुन्छ क्या अनि अब ब्यान्ड त अब त्यही हो उनीहरू पनि टाइट हो होइन एकदमै टाइट देयर आर लाइक भेरी गुड एन्ड देयर अन वे अनि स्टेजमा एकदमै राम्रो हुन्छ उनीहरू अनि दे आर भेरी रिसेप्टिभ एज वेल सो मैले के भन्यो भने उनीहरू सुन्छ पनि सबै दुइटै साइडमा सो मलाई त्यस्तो गाह्रो भनेर के पनि कहिले पनि खासै भएन अनि दे आर विलिङ टु लर्न अनि त्यसपछि अब मलाई केही अडियोको हिसाबले टेक्निकल कुराहरूमा त मैले भन्ने हुन्छ नि अनि दे आर भेरी विलिङ टु लर्न अनि त्यो कुराले गर्दाखेरि चाहिँ त्यस्तो गाह्रो छुट्टै टोनली एकदम कम्प्लिट फरक हो तर काम गर्दाखेरि हुन्छ नि लाइक अलमोस्ट द सेम
किनभने अब अडियो नै हो नि त मेन होइन अब बाहिर डेलिभर गर्ने हामीले भनेको त त्यो नै अब बेस्ट आउटकम भएन भने त होइन इट्स पोइन्टलेस गर्दा केही भन्न चाहनुहुन्छ त अब हाम्रो आई थिङ्क अब देयर मस्ट बी लट अब हाम्रो अडियो हुन्छ नि अब टेकहरू हामीलाई अब नयाँ नयाँ आउनुभएकोहरूलाई अब तपाईँ त अब एउटा हाम्रो वेल नोन भनौँ नेपालको एउटा अब आई वुड से द वर्ड टर्म लेजेन्ड होइन अब तपाईँले धेरैलाई गर्नु भइसक्यो के छ त तपाईँको अलिकति एउटा फ्यु डट पोइन्ट्स गर्दै गर धेरै सकेसम्म धेरै सो गर अनि धेरैवटा भेन्यू गऱ्यो भने धेरैवटा एक्सपिरियन्स हुन्छ सामान चलाउनुदेखि नतर्सियो नेपालको स्पेसली नेपालको मान्छेहरू म त्यही भन्छु सामान चलाउनुबाट नतर्सियो अनि हुन्छ नि सामान लिइसकेपछि सामानमा घरिघरि बाजार हुनुपर्छ अरे क्या त्यसपछि बल्ल अनि कुरा थाहा हुन्छ नि बिगार्नु अलिकति बिगार्नु चाहिँ भएन गर्नुपर्छ एकदमै इम्पोर्टेन्ट कुरा हो त्यो चाहिँ अब गर्दै गरेर कहाँ सिक्छ होइन सो एक्सप्लोर गर्नको लागि नडराउनु भन्छु म चाहिँ त्यही एक्सप्लोर गर्नु थ्याङ्क यू सो मच स्टिभन दाइ फर यर टाइम अनि अलवेज गुड टु सी यु है अनि भेट्दै गर्नु पाऊँ हामी फेरि दाइ निक्केपछि भेटेर कस्तो खुसी लाग्यो अघि एकछिन मलाई कहाँ देख्यो भन्ने एकछिन भयो मलाई चाहिँ याद भएको थियो क्या सबिन दाइ शिवन दाइ त अभियसली आउनुहुन्छ होला टाइपको भएको थियो तर अब सबै एकैचोटि एकाचोटि भएको थियो ठ्याक्कै देख्ने बित्तिकै ठ्याक्क मजा आयो भन्ने बित्तिकै ओ भयो थ्याङ्क यू सो मच फर टाइम दाइ एउटा फुड हानिदिइहाल्नु दाइ ल Boys, babak. Babak dami. Babak. अब दाइको सो हेर्न आउनु भएको थियो कस्तो रमाइलो भयो कतिको रमाइलो भयो एकदम रमाइलो भयो राम्रो गरेको थियो यो पालि चाहिँ फर्स्ट टाइम हेरेको लाइभ उठीको एकदम राम्रो लाग्यो विवेकहरूले विवेक भाइ अनि हाम्रो सौरभ भाइले दामी गरेको थियो सो एकदम इम्प्रेस्ड सबिन दाइको अब सोलाई एक्साइटेड हुन्छ भेरी एक्साइटेड सँगसँगै गाउने भने पुरा लिरिक्स हेरेर आएको यहाँ अब हृदयजी चाहिँ एकदम लजाउनु भइरहेछ है लास्ट लजाउनु भइरहेछ तपाईँ बोलिदिनु भयो हाम्रो मिलनको त मिलनको गाइस sang very well है लास्ट इन्जोय भयो किप इट अप गाइस मिलनको त मिलन मिलन त घरमा छोरासँग आम्मा मिलनलाई यस्तो
भएन नि त छोड्नु। अब he needs to babysit केही गर्न सक्दैन। यसपालि एक्सचेन्ज Thank you. एक्सचेन्ज अफर एक्सचेन्ज गरेको यसपालि चाहिँ एभ्री टाइम ऊ जान्छ नि कलकत्तामा पनि जान्छ नि त। गर्ल्स निड टु ह्याभ फन। थ्याङ्क यू। थ्याङ्क यू। Good fun, good crowd, man. Unexpected, I know. कतिको रमाइलो भएर छ तिमीलाई? कतिको रमाइलो भएर छ तिमीलाई? My ramailo so man, you know, I mean, मेरो भाइ I've been intoxicated, so you know. अङ्कल टी Dr. Sun ramailo. यो हुनु पर्छ। Always ramailo. Always happy है? हजुर? Always happy है भनेको? Then that's life, man. हजुर। If you're not happy, then you're not living, bro. Oh man. Shit. If you're not gonna live happy, there's no point living. No point at all. ठिक छ ठिक छ। Now you gotta smile every day. कतिको रमाइलो भएर छ त अहिले सबिनाको? Well, मेरो third time हो सबिना क्यानबेरामा। But I came from Muti Band, right? Nothing to do with Sabina. Yes. Just here for Vivek Dai. Yep. The Muti Band. I'm a Sagar bro, I'm a Vives bro, you know? Always for them, always for them. Always for them, always. Not a big rock and roll fan, but Still, for those boys, always supporting the boys, man. Always that. that's why we love you, man. That's all we need. अरु के भन्नुस् तिमीलाई? Boys are the family. That's Man, everybody, please live your life, be happy. Like, That's it. just be happy, man. That's Thanks, about brother. it, bro.